हेर्नुस् यो कार टाटाको कार रेड कलरको यो टाटा नेक्सन K3 EV हो। यसको यो K3 EV भनेको इलेक्ट्रिक भर्जनको नेक्सनको इलेक्ट्रिक भर्जनको कार हेर्नुस्। यो नयाँ मोडल हो, आएको धेरै भएको छैन, 2-3 महिना भयो होला, खासै धेरै भएको छैन। कलर पनि एकदम राम्रो छ यसको, धेरै भेरिएन्टमा उपलब्ध पनि छ। यो EV यो पछाडिबाट हेर्नुस् यस्तो देखिन्छ, सायद यो पनि राम्रै होला, बजारमा पनि अब यसले राम्रै मार्केट लिन्छ होला। यो हेर्नुस् बुट स्पेस, बुट स्पेस पनि ठुलै छ। यहाँ चार्जर गर्ने कुरा पनि छ, यो नयाँ छ, फोरेको पनि छैन, प्याक भित्रै छ। यो अगाडिको ड्यासबोर्ड हेर्नुस्, स्टियरिङ पनि 4 पाटे छ। स्क्रिन हेर्नुस् सबै राम्रै छ। हेर्नुस् क्यामेरा पनि राम्रै छ, स्क्रिन पनि कति राम्रो देखिएको छ। यो हेर्नुस् पार्किङमा राखेको छ, पी लेखेको छ, पार्क गरेर राख्दाखेरि पी हुन्छ। टाटा टी लेखेको छ। टाटा नेक्सन K3 EV नयाँ भर्जनको इलेक्ट्रिक कार हो टाटाको, पनि राम्रै हुनसक्छ। यो कारको भ्यालु लगभग नेपाली 50,000 पर्छ।